एरोगार्ड कसरी यो ट्याङ्की सफा गर्ने म हजुरलाई देखाउने छु। यसलाई म निकाल्नेछु तल निकालेर अनि त्यसपछि हामी यसलाई सफा गर्ने तरिका हामी सिक्नेछौँ है त। कतिर पनि खोल्दैछु, दुईतिर नट हुन्छ, खोल्नु होला। दुईतिर पनि खोलौँ। अब हामी यो निकाल्नेछौँ है त। सबै छ त, सबै छ। हामी यसलाई सफा गर्नेछौँ। त्यही पनि परेछ कुनामा। यसरी हामीले यो 2 महिना 3 महिनामा यो ट्याङ्की चाहिँ सफा गरिरहनुपर्छ, किनकि हामीले यो पानी खान्छौँ नि, त्यही भएर हेर्नुहोस् यसलाई हामी सफा गर्नेछौँ है त। अब जसले सफा गर्नेछौँ हामी यो परिवारलाई चारैतिर डल्सी यहाँ एउटा प्लग पनि हुन्छ, तपाईँले यो खोलेर पनि पानी सबै निकाल्न सक्नुहुन्छ। अनि त्यसपछि हल्का भएर तल निकाल्नु सक्नुहुन्छ, तर मैले चाहिँ निकाल्दैन। दल्दै पनि सफा गरी सबै गयो। हेर्नुहोस्, तपाईँहरूले पनि आफ्नो घरमा आफै गर्न सक्नुहुन्छ सफा। यसरी निकालेर सफा गर्न सक्नुहुन्छ है त। सफा भयो, यसभित्र पनि सफा भयो। हामी फिट गर्छौँ। अनि त्यसपछि हामी यसलाई पनि सफा गर्नेछौँ। सफा के गर्ने, अब यसलाई यसको भित्र भएको त्यो फिल्टर निकालेर अर्को नयाँ लगाउनु छ है त। त्यसरी हामीले गर्नुपर्छ। नट हामी पस्किन्छौँ, राखिसक्यो हेर्नुहोस्। यसलाई नट पस्किन्छौँ हामी, दुईतिर हुन्छ। एउटा यो साइड योतिर यताबाट पस्किन्छ। सफा भयो यो चाहिँ। यसको काट्ने यसरी निकाल्न सक्नुहुन्छ। सफा गर्नेछौँ। यता अब हामीले केही छैन। अब हामीले यसरी निकाल्ने एउटा चाहिँ एउटा चाबी दिएको हुन्छ रेडी कम्पनीले। यसरी हामी लानुपर्छ यसलाई। यसरी लगाउँछौँ। यहाँ एउटा गेट बल हुन्छ, तल गेट बल हुन्छ, यहाँ गेट बल हुन्छ। यसलाई चाहिँ बन्द गर्नुपर्छ है, यो चाहिँ बन्द गर्नुपर्छ। अनि त्यसपछि बन्द गरेर हामीले घुमाउनेछौँ। यसको यो खोल्ने अलरेडी हामीलाई अर्कोले दिएको हुन्छ। खोल्नेछौँ। अब यसलाई यसरी घुमाएर खोल्नेछौँ। कस्तो पर्छ, यस्तो पर्छ। यसको पनि हेर्नुहोस् न, यस्तो पर्छ। यो चाहिँ मैले अस्ति मात्रै 1 महिना अगाडि फिटेको हो। यसलाई चाहिँ म सफा गरेर यसलाई नै फिट गर्छु, किनकि त्यत्रो फोहोर भएको छैन। यसलाई पानीमा चपाउनु गरेपछि सफा हुन्छ। अनि त्यसपछि यसलाई हामी यसरी नै युज गर्नेछौँ। हजुरहरूले पनि यसरी खोलेर यो फिल्टरलाई
सफा गर्नु पनि सक्नुहुन्छ। यो चाहिँ फिल्टर चाहिँ 2 महिना 3 महिनामा सफा गरिरहनुपर्छ। अनि त्यसपछि चाहिँ धेरै नै कालो भयो भने चाहिँ हामीले नयाँ ल्याएर चेन्ज गर्नुपर्छ। मार्केटमा पाउँछ तपाईँको 250 देखि लिएर 150 को पनि पाइन्छ। हजुर ल्याएर फेर्न सक्नुहुनेछ। मैले चाहिँ यो 150 हामी राखेको हुन्छ। फेरि हामी यसलाई सफा गरेर फिट गर्नेछु। हजुरहरू पनि हेर्नु होला। यसरी एउटा ठ्याप्प हुने गरेर भागमा लगाएँ। यसरी पानी पर्ने पानी भरिसक्यो। हजुरहरूले त्यसरी फलाउँछ पानी नै कति खानु है। ध्यान चाहिँ राख्नु होला। हजुरहरूले एउटा वासर हुन्छ त्यो चाहिँ नहराउँछ। यो वासर चाहिँ एउटा वासर दिएको हुन्छ। यो चाहिँ हराउनु हुँदैन। यो वासर फेरि हरायो भने चाहिँ पस्टलाई लानु होला। सफा गरेपछि हामीले यसलाई पनि सफा गर्नेछु।
बस्नुहुन्छ नि त बस्ने तरिका त्यही हो यो पाइपलाई फिल गर्नेछौँ हामी तल भयो दाएर चाहिँ हाल्नुपर्छ चाहिँ पानी जान्छ नछाइने काम यसबाट निस्किन्छ यसलाई पनि एउटा निलो रड बस्नुहुन्छ यस्तो हुन्छ लगाइदिएपछि टाइट हुन्छ यसरी आयो यसरी आयो यसरी यसमा आयो यसमा आयो यसमा आयो यसमा आयो अनि पानी खोल्नेछौँ पहिला यहाँ करेन्ट जोड्नेछौँ करेन्ट पास गरौँ अनि त्यसपछि हामी यो गेट वाल्भ खोल्नेछौँ खोलेपछि बिस्तारै भरेर आउँछ अनि त्यसपछि यहाँ गएर तपाईँको आवाज आयो यो लिक छैन टाइट भयो लिक छैन पानी गयो अब निलो बल्ब छ यसरी रातो बल्ब छ निलो बल्ब छ अनि त्यो आवाज आयो पानी पनि झऱ्यो यसरी तपाईँहरूले पनि आफै सफा गर्न सक्नुहुनेछ है त यो भिडियोलाई सक्दो सेयर गरिदिनु हवस् त नमस्कार